हेलो नमस्ते। बनाउने होइन त मिठो नरम काँडादाल सेलरोटी। सर्वप्रथम हामीले चामल आफूलाई चाहिने जति लियौँ, त्यसपछि चामल रातभरि भिजाउने, त्यसपछि पानी फालेर ग्राइन्डरमा मिक्सचर गर्न थोरै गरेर पिस्ने। चामल थोरै मसिनो नबनाउनुहोस्, अलि खर्सो नै हुनुपर्छ र सबै चामल पिनिसकेपछि त्यो पिठो मजाले माड्ने र त्यो पिठोलाई 2-3 घन्टा छोडिदिने। त्यसपछि पिठोमा ल्वाङ सुकुमेल राख्ने, घिउ थोरै राख्ने, चिनी राख्ने, फेरि माड्ने। अब पिठोमा सेल बन्छ कि बन्दैन हामीले पिठोमा नै हामीले चेक गर्न सक्छौँ र हामीले पिठोमा नै सेलरोटी कतिको बन्छ भनेर चेक गर्ने। यदि सेलरोटी बनेन भने फेरि मजाले माड्नु पर्ने हुन्छ। अब सेलरोटी पकाउनलाई रेडी भइसक्यो र सेलरोटी पकाउने र सेलरोटी ब्राउन भइसकेपछि अर्को साइडमा पनि ब्राउन हुने गरेर पकाउने र ब्राउन भइसकेपछि निकाल्ने। हेर्नुहोस् त कस्तो मजाले सेलरोटी फुरेर काँडेदार सेलरोटी भएको छ। यो खानको लागि एकदमै मिठो बनिसक्यो। अब हामीले देउतालाई सेलरोटी चढायौँ र हेर्नुहोस् त कस्तो राम्रो सेलरोटी बन्यो। तपाईँहरूले पनि ट्राई गर्नुहोस् है त। थ्याङ्क यू।